मेरो विशाल पल्चारको के हो भाइ त पुरा साइलेन्ट भयो यार हेलो फ्रेन्ड दिदी भन्दैला फेरि यार बेजवाब हुन्छ बे looking nice yes I like your chasma Dei chini layo na sa teptur chini aama ne थोरै मलाई दिन्छ खाऊ 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 From Nepal? Nepal? Okay, what are you doing? ताली पड्काउँदै बसेको यार ब्रो लास्ट अल्छीलाई आज त यार 5 गनिन कोही भने एक्लै ताली पड्काउँदै नाच्दै बसेको यार पागल जस्तो यार बाँधे जस्तो भइरहेको छ आज म लास्ट ल्याङ लागेको छ किन यार ब्रो यार आजको दिनै खराब चलिरहेको छ यार कहिले क्या दामी दिन जस्तो लाग्छ कहिले काहीँ त कस्तो म यो जिन्दगीमा म किन जन्मेँ होला जस्तो लाग्छ यार आज म त्यस्तै भइरहेको छ यार ब्रो यार के भएको यार मलाई यार लास्ट अप्सन कविता लेख्न स्टार्ट गर कविता को कविता फेरि तिम्रो हैन तपाईको यो हैन तपाईको यो जुन भावना छ नि यो भर्खरै अहिले जुन भन्नुभयो नि यो सब अब कवितामा एक्सप्रेस गर्दियो के थोडी न लक्ष्मी प्रसाद देवकोटा जति हिट जाने हो र कविता लेखेर पनि यार मान्छेले पत्रिका त पढ्न मान्दैन कविता लेखेर के गर्ने भन्छौ तिमी फेरि यार ल अबको नेक्स्ट जेनेरेसन भनेकै यो के हुन्छ नि यो फलिङ इन लभ त्यस्तै त्यस्तै हुन्छ क्या कसैले मान्छेहरू अब यताउता ध्यान दिँदैन क्या सो फ्युचरमा चाहिँ यो कविताहरू पढ्ने धेरै हुन्छन् क्या सो अहिलेदेखि नै स्टार्ट गर क्या आफ्नो यो फिलिङहरूलाई चाहिँ कवितामा एक्सप्रेस गरिदेऊ कवितामा एक्सप्रेस गरेर न कविता नै पाइन्छ कि भने पनि नहुने रहेछ अनि कविता लेखेरै काम भएन काम छैन यार ब्रो यार म हार मानिसकेँ यार म यो जिन्दगीदेखि आजको दिन देखेर म होइन यस्तो झोले दिन भयो कि कस्तो यार के छैन नेक्स्ट डे राम्रो हुन्छ म के भन्न सक्दिनँ यार ब्रो यार होप त्यस्तै होस् यार तिमीले भने जस्तै यार ओके 3 घण्टादेखि छु म यो ओमियो टिभीमा यत्तिकै 3 घण्टादेखि अनि के प्रगति गर्यो 3 घण्टामा तिमीले के सिक्यो के पायो के बुझ्यो के थाहा पायो त्यो सुनाउ न त ल मैले एउटा ब्याचलर पढ्ने साथीसँग भेट भयो अनि इन्स्टाग्राममा फ्रेन्ड भयो हैन त्यसपछि एउटा खै नाइजेरियाको कोसँग भेट भयो त्योसँग नि फ्रेन्ड भयो अच्छा बस यति हो 3 घण्टाको फाइदा ठिकै भएछ केटी बनाएन अनि एउटा आएन कस्तो त नि के भयो यार त्यस्तो यार राति दिनै खराब छ क्या आज हैन ल यार म त भागे यार म कुद्छु म टेन्सन लागेको छ नि अब ल वेट गर्दै फेरि भेट हुन्छ ल हुन्छ ओके रेस्क्यु गर्ने हो के तिनीहरु पुरा मजा आयो अक्का कहाँदेखि नि अनि कस्तो चस्मा लगाइदिएको चस्मा चाहिँ भलो न चिन्दै नै हान्ने होइन नि त्यहाँ तानेपछि हाइमा हुनु परेन होइन जति ताने पनि हाइ नहुने होला चेस साथीलाई कहाँबाट हो भने दोलखादेखि आनन्द
यस्तो सानो धुलो खाएदेखि तपाईँ पनि हान्नुहुन्छ होला नि त हल्का अहिले यस्तै पाल त हान्नु हुन्थ्यो कहाँ हान्नु चरीकोट पनि थाहा छ नि चरीकोट पुगेको छु थाहा छ चरीकोटमा हो क्या हो ऊ साथी चाहिँ गएको छ अरे क्या ए ऊ चाहिँ चरीकोटको हामी चाहिँ यता धनकुटा हो क्या सुनसरी यता सुनसरीतिर कि सुनसरी होइन धनकुटा अहिले चाहिँ कहाँ हो नि सुनसरीदेखि यता धनकुटा त हजुर अहिले चाहिँ कता नि अड्डा चाहिँ अहिले यता धनकुटामै घरमै हो रमाइलो भएछ यार ल खतरा गाउँतिरै होइन साथीभाइसँगै चट्ट अब गाउँमै काम गर्दै अब मेलोपात होइन चट्ट सही हो मजै हुन्छ एक फिल मजै हो सधैँ यस्तै होस् न मजा नछुटोस् सम्झिनु नपरोस् फेरि होइन यस्तो त्यस्तो भन्दै सही हो ल रिश्ते में तो हम तुम्हारे बाप लगते हैं प्रणाम में बाप भनेको भाग्यो ठिक छ त्यही भएर त्यहाँ दिदीलाई अलिकति नै दुःख दिएको छ भने म त्यसरी नै हान्छु म फेरि गली गली घुमे दिल तुझे ढूंढे गली गली घूमे दिल तुझे ढूंढे बिन तरसे नयन लगने लगे तुमसे मन के लगन लगने लगे तुमसे मन के लगन तेरे बिन मेरा मन यस्तो बिर्सेँ मैले What's up, bro? Hello. गीत सुनिम न यार होला सोचिलाई एउटा गीत सुनाइदिउ न यार लाग्छ यार चाचा वाग्दिम किन त्यो गरेर आएको त तिमी किन अनि किन अनि तिमी त्यसो गरेछ मलाई घिन लाग्दैन त नि अनि 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 त्यसै अनि कमेन्ट हुन्छ त्यसै नै खोजिदिएर भनेको यो बोयफ्रेन्ड छ भने धाकिदिएको छैन नि म को त्यसो भए तिमी मेरो बुढा ल ठिक छ त्यसो भए अनि किन अनि अल्छे भएर खाना बनाउनु पर्दैन
बनाइदिएको अनि आफू नआउने टाइममा ल भर्खर कति बजेर खै भक्क 7:30 नै भएको छैन 7:30 भएन भन्दैमा मैले खाना 4 बजे बनाएको 4 बजे कोही खाना खान्छ खाजा खाने बेला 4 बजे बनाएको खाना 5 बजे मैले खाएर यहाँ बेडमा परेको अफिसमै हुन्छु अहिलेसम्म कहाँ हो कोसँग बसिरह हो म अफिसमा थिएन 4 बजे अनि हुन्छ म काम गर्नु गएन भने कसले ठुस्न दिन्छ अनि तपाईको अफिस त 4 बजे तपाईको अहिले 7 बजे सकेर पनि आउँदैन घर आउँदैन त्यत्रो जाम छैन अनि बाटोभरि तपाई कहाँ छ भन्नु त म अस्तिसम्म घर आएको छैन के अस्तिसम्म घर किन आइन म अस्ति आएको तिमी ढोका खोल्यो किन नखोलेको ढोका अस्तिको कुरा गर्छ हप्तामा एकचोटि अनि यस्तो खाँदा के हुन्छ त तिमीलाई किन टेन्सन अनि ल खाएर बस्छु त्यसो भए त्यो भौखुसो रहेछ भनेको मेरो माया लाउन रहेछ माया लाउन अनि आइरहेको बेला मान्छेले ती ढोका नि खोल्नु छैन म रातभरि कसरी बिताएँ होला बाहिर यस्तो जाडोमा के म साथीको घरमा गएँ होइन त्यसले पनि ढोका खोलेन अनि कुन चाहिँ मोडदानीको घरमा गएको होटेलमा बसेको थिएँ नि अनि एक्लै बस्छ होटेलमा कोच्चाइले पकडा थियो हावा गफिन्छ मलाई सब थाहा के तपाईँको नौटङ्की के नौटङ्की थाहा पायो भनेको तिमी चाहिँ के म त्यो दिन आउँछु भनेर अरू नै केटा लुकाएर अनि बसेर अझ मेरै घरमा मलाई ढोका खोल्दैन गर्नुभयो जानु है तपाईँ मलाई छोडेर हावा गर्छ अनि किन नखोलेको त नि मोमो ल्याएन भने नि कोही रिसाउने हो भनेको अस्ति भयो तिमीलाई हप्तामा एकचोटि मैले बाहिर खुवाउन लगाएँ होइन मैले एकचोटि खुवाएर हुन्छ तपाईँले डेली खुवाउनु पर्यो नि 5 स्टारमा अझ एकचोटिको मलाई 5 स्टार 5 स्टारमा मतलब छैन मलाई मोमो चाहिँ चाहियो डेली चाहियो मोमो डेली चाहियो म अफिसमा मोमो बनाएर बस्छु अफिसबाट छुट्टी त 4 बजे हुन्छ त अनि मलाई बोलायो कि म बाहिर निस्किँदैन घरबाट त अब 4 बजे पो छुट्टी हुन्छ त कामै त्यस्तो छ अब बोसले जाइन नदिएपछि के गर्नु त नि मलाई अब 6:30-7 बजेतिर घर पठाउँछु जाँदा जाममा यस्तो टाटा हुन्छ साइन गरिदिन्छु बाँकी चाहिँ जे गर्नु मन लाग्छ गर्दा हुन्छ र त्यो भएको 7वटा बच्चा नि आफै राख ल म गएँ जे गर्छौ गर वाला छ के त आज रम भाइ गर्छ